पेट दुख्छ मासु ल्याएर अनि कहिले कहिले बेलामा मासु ल्याउँछ त अनि हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। धेरै वर्षपछि फेरि आज भिडियो बन्दैछ। सो आज किन भिडियो बन्दैछ भन्दाखेरि अब हाम्रो आइडी कार्डको सिजन फेरि सुरु भइसकेको छ। ल फोटो खिच्ने बेला फेरि आइपुगिसक्यो है। अब एक दुईवटा स्कुल त मैले फोटो खिचेर भ्याइसकेँ। अब आजबाट फेरि यस्तो भिडियो बनाऊँ न त, खाली खाली छु होइन, किन त्यो गर्ने भनेर चाहिँ भिडियो बन्दैछ। सो अहिले चाहिँ म अफिसमा छु है। अब एकछिनमा म निस्किन्छु। पहिला त साथी थियो, सनम थियो, फोटो खिच्न जान्थ्यो मसँग। सो अहिले त्यो पनि बिजी छ, त्यही भएर अहिले चाहिँ म एक्लै छु। अब यहाँबाट हामी सिधै जमुनापुरको सानो स्कुल छ एउटा, त्यहाँ जान्छौँ है। त्यसपछि भोलि पर्सि अरू स्कुलहरू पनि छ ठुल्ठुलो, त्यसमा नि जान्छौँ। सो आजलाई चाहिँ म एक्लै निस्किन्छु है। अब बाइक पनि मेरो छैन, दाइको बाइकमा जाने है। अब क्यामेरा यहाँ रेडी छ, एउटा ब्याट्री त्यहाँ चार्जमा छ। सो म यहाँ अब अलिकति काम गर्दै थिएँ। अब दाइ आउनुहुन्छ, दाइ आएपछि म निस्किन्छु अनि त्यसपछि भेटा भयो स्कुलतिर। रेडी टु गो गाइस, म निस्केको। अब विश्व दाइ कहाँ गयो? सो म चाहिँ अब निस्केको है, सबै सामान बोकेर अब स्कुलमा भेटौँ है। गाइज म चाहिँ स्कुल पुगिसकेँ है, देख्न सक्नुहुन्छ यो चाहिँ स्कुल हो। सो अब हामी यहाँ अब सरलाई भेट्छौँ, सरलाई भेटेपछि अनि कहाँ कहाँ के खिच्ने होइन, त्यसपछि ठाउँ मिलाउँछौँ। ठाउँ मिलाएपछि अनि यसो फोटो खिच्छौँ है। तपाईँहरूलाई म 2-3टा ट्युटोरियल नै देखाउँछु। ल गर्दै त मलाई पनि नमस्ते आउँछ। स्कुल चाहिँ है यो हो, मैले चाहिँ अहिले नाम मेन्सन गरिनँ है। यहाँ चाहिँ 1देखि 5सम्म छ। सो धेरै बेर त लाग्दैन है। अब म्याक्सिमम् धेरै भए 100 to 200 स्टुडेन्ट छ। सो आजको दिन भनेको यहीँ फोटो खिच्छौँ, त्यसपछि अफिसको अरू कामहरू पनि छ, त्यो भ्याउँछौँ है। सो बुढाहरू छ, रमाइलो गर्छौँ होइन, थोरै पनि कन्टेन्ट निकाल्छौँ है। गीत गाउँछ, गाइदेऊ न, म तिम्रो मम्मीलाई पठाइदिन्छु कि, अनि यसरी गाउनुहुन्छ भनेर। ल एकचोटि गाइदेऊ न, नगाउने हेर्ने है, त्यसमा हेर्ने है के छ। ले आएर त हेर नि, हात तल गर, हात तल गर, यता हेर है, यता यता हेर त, यता हेर नि, यता वा त्यो भन्छ यहाँ हेर है, ल हेर त, यता हेर न, यहाँ हेर नि, हाँके छ हेर त, यता हेर न, लगाइदियो नि एकचोटि छिटो। सो अब 1 2 3 भयो है। अब 2सम्म भयो, 3को लागि जाँदैछ है। पागल होइन पागल। सो 3 जान्छौँ, त्यसपछि 4 अनि 5, त्यसपछि हाम्रो सकिन्छ है। 3 चाहिँ यहाँ माथि छ है। सो हामी चाहिँ अहिले फर्स्ट फ्लोरमा छ है, जान्छौँ। गाह्रो छ नि गाइड, एउटा खिच्नुपर्छ। बुढाहरू बाहिर पुरा खाना खाने टाइम भयो है। अब यो पछि एउटा कक्षा, त्यसपछि अनि सक्यो, त्यसपछि म पनि जान्छु। फाइनली हाम्रो लास्ट कक्षा आयो। हामी कक्षा 5 होइन यो, ल जी गर्दैन, जी गर न, जी गर, आउँदैन। कसको पालो? अनि हामी हाम्रो लाल लालवाली बहिनीलाई भेट्न जान्छौँ। गीत जसरी म गाउँछु आज। त्यहाँ चाहिँ हाम्रो है नर्सरीमा एउटा बहिनी के छ, कसरी गीत गाउने? जिट नलजाइकन ल, ल बेसरी
राम्ररी गाउ न अलिक बेसरी सबैले सुन्ने गरी के नलजाइकन ल छिटो नलजाउ न लजाएको ल नलजाइकन ल छिटो ल ल रेडी हो 1 2 3 ल भयो यति हो बिर्स्यो गीत है ल बाई म भोलि आउँछ है के ल्याइदिउँ तिमीलाई चिजबल खानुहुन्छ त अनि हो खानुहुन्न नि त्यस्तो पेट दुख्छ हो मजा आउँछ अनि बबल निस्किन्छ नि यहाँ बबल भएर अनि यहाँ हुन्छ नि त हो अब खानुहुन्न है ल बाई मासु ल्याएर अनि कहिले बेलामा मासु ल्याउँछ ए हो मासु ल्यायो भने मलाई राख्दै है म आउँछु नि त तिम्रो घर कहाँनिर ल पुग्छ ल बाई ल भोलि आउँछ है बाई